हेलो सम्पूर्ण सबैजनालाई स्वागत छ मेरो डे 4 को ब्लगमा हैन। के कस्तो छ अलिअलि बेला बेलामा अकमकिन्छ बोल्नु होला, किनकि धेरै दिनपछि मैले चाहिँ अब फेरि युट्युबमा भिडियो बनाउन लागेको छु। त्यसकारणले गर्दा अलिकति अनकम्फर्टेबल हैन, कम्फर्टेबल के भन्छ न त्यो भइरहेको छ हैन। अब निरन्तर अब भिडियो बनाइरहेको चाहिँ अब फुल कन्फिडेन्सको साथ चाहिँ मैले भिडियो बनाउँछु हैन। धेरै पनि हैन, 1 विकपछि 1 विकसम्म अलिकति अनकम्फर्टेबल हुन्छ बोल्नु बेला हैन, कचक त्यसपछि बब्बाल हुन्छ। अनि यता त मेरो बुढीले चाहिँ जोस काम गरिरहेको छु। यसपछि मेरो काम हुन्छ मैले पनि मोलमाल गर्ने, मेरो गाउँ ट्र्याकिङ गर्न जाँदा सातो लग्ने हुन्छ। अरूको बिहानमा चाहिँ चियाबाट सुरु हुन्छ भने मेरो त सिधै कामबाट चाहिँ सुरु है। त्यही पनि यो भन्दैन चाहिँ चिया भन्दा नि एउटा स्पेसल कुरा देखाउँछु म हजुरहरूलाई, देख्न सक्नुहुन्छ। मेरो बुढीले यति धेरै मेहनत गरिसिन्, सङ्घर्ष गरिसिन् हैन, तर मेरो बुढीको लागि स्पेसल काम भएन। मेरो जन्मदिनको लागि मेरो स्पेसल मेरो बुढीलाई चाहिँ गिफ्ट। बुढी कस्तो छ ए कस्तो छ? गिफ्ट ठिक छ कि छैन? खास बुढालाई दिने ठाउँमा बुढोले बुढीलाई दिनुपर्ने पर्छ। अचम्म छ आजकल दिन। अब न्यू जेनेरेसन भनेर पनि होला होइन, भन्ने के कारणले गर्दा बुढी आज बुढोलाई उल्टो दिने ठाउँमा बुढीले उल्टो दिने ठाउँमा बुढोले दिनुपर्ने बाध्यता छ यार। के हो तरिका बुढी के हो? तर केरा खान त जान्दैन डोली। यस्तो गर्ने हो, यो गर्ने, यो यस्तरी खोल्दा हुने होइन, यो गर्ने यस्तो गर्ने हो। मोबाइलले मात्रै हो, नत्र मैले तिमीहरूले एउटा खाने बेला मैले मिनिमम 5-6 वटा त मजाले जान्छ होला। केरा दुइटैलाई, यिनलाई पनि केरा मनपर्ने, मलाई पनि केरै मनपर्ने होइन बुढी? तिमीलाई पनि केरै होइन मनपर्ने? यिनले के बुझिन् यार, उल्टो बुझिन्, हाँसिन्। मैले केरै भनेको बनाना बुझ्यौ नि? ल ठिक छ पहिला पेट भोजन, त्यसपछि काम स्टार्ट। मैले हजुरहरूलाई चाहिँ यो देखाउँछु के भन्छन् अरे टक्क लगाएर। हजुरहरूलाई मैले त्यो जुन हाम्रो यहाँ चराको गुड थियो नि, त्यहाँ बच्चा है उडाउने भएको थियो। हिजोसम्म त राम्रै थियो, चाहिँ उडाउने भयो कि उडाने भनेर देखाउँदैछु। हेर्न सक्नुहुन्छ उडाएर हिँड्छ चरा चाहिँ टक्क लाएर। अबको 2-4 दिनभित्र यो उडाउँछ चरा, यहाँ बिदाई कार्यक्रम हुन्छ होइन। यसले ठाउँ धेरै ओटिसकेको छ खोरभरि। सेट उड्दो रहेछ यार, सुई उड्यो त यो त। एउटा त्यहाँ पुग्यो, एउटा यहाँ पुग्यो, एउटा ऊ तल पुग्यो। यो पनि उड्यो। ओ माइ गड, मैले गलत काम गरेँ क्या? गलत मैले गरेको नि, आफै उड्यो हतारमा हाततिर आइयो। यस्तरी उड्योमा हेट्यो भने बिचारो यार, मैले त के गरेको थिएन। एउटा यहाँ बसेछ होइन, अर्को यता कता छिर्यो है, हातमा हग्देर गयो यार। यति कता गयो क्या? ओ माइ गड, 2टा हरायो, एउटा त त्यहीँ छ है त। मैले भन्थेँ आज भोलि उडाउँछ भने ठ्याक्कै आज उडायो यार। ठिक छ, अब उडेर गइगयो, केही छैन। सकेसम्म यसलाई केही नहोस्, त्यही छ। ल जा
चलाउने कृषि तथा पशुपक्षी फारमको हाम्रो कान्छीबारी के भइरहेछ दुईजना सिक्नुपर्छ ल ठिक छ केही नडराऊ केही हुँदैन त्यति केही भयो भने खुट्टा समात्न गइहाल्छ होइन मेरो भाइ बिराडन भाइ कडा छ यो नि त तरिका यो नि तरिका सिक्नुपर्छ सबैले सिक्नुपर्छ सिक्ने जरुरत छ है मकै ओ माइ गॉड यहाँ यस्तो छ नुक्सानी यो छ खुर्सानीमा टक्क लाएर यसरी लगाउने होइन यहाँ लगाउने है यसरी मुनो हेर है यसरी लगाउने नि लागेछ होइन टक्क सटा मै पनि खायो मै चाहिँ टक्क खाएँ त्यसपछि यो टिप गरेर 27 टिप जति हाम्रो चलाउने कृषि तथा पशुपक्षी फारमबाट बाहिर बिक्री भइसकेको छ अझै अब 1-2 टिप जति बाँकी रहेको छ यदि हजुरहरूलाई आवश्यकता छ 98 ल है त बर्थडे भइरहेको छ बर्थडेको लागि टिका भन्नु टिका लगाउनु भइसक्यो ल हेर्छु र मलाई त हाँसो लाग्छ भन्दै हाँस्दै गर्दैन पैसा के खानी हो रे Trade with fast and seize opportunities in trade with livestock 15 different languages. Trade with tight and stable pricing, including the best pricing on gold and silver. Good la bhai. Seamless withdrawals. Happy birthday. बर्थडे बनाउनु हराइको पैसा हराउँदा खोज्न आउनु भएको छ है पछाडि फर्किन्न पैसा हजुर हजुर ल
हाम्रो आन्टी पनि आउनु भयो अब आन्टी कोट गोरी मानिदिनु भयो अनुशासन छैन कि खै छर्नु त Happy birthday भन्दै हो न तिमी खानाको परिकार अब बाँकी को इधर में बोलना होगा तो अंकल की जैसे कि खोल्नु त त्यो गिफ्ट के छ खोल्नु न पहिला